महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। त्यति भन्छु शक्ति हो। यो ब्रह्मा, यो विष्णु, यो महेश्वर, यो छोरी, यो छोरो, देवी देवता, ढिस्को फलानु हालानु भनेपछि चल्दैन। म त्यो त्यहाँभित्र भेरिफाइन भन्छ कि भेरिफाइन भन्छ कि क्या गर्नु सक्दैन। पाँचवटा चक्र छन्, पाँचवटा चक्र कहाँ? यहाँ पञ्चकोशी हो। पञ्चकोशी भित्रको नाभिस्थान हजुर पाँचवटा चक्र हो। पाँचवटा चक्र यहाँ छन्, देख्न सक्छौँ हामी। यो नाभि भनेको जति देवीको नाभि झरेकोलाई नाभिस्थान भनेको, शिर झरेकोलाई शिरस्थान भनेको, पाउ झरेकोलाई पादुका स्थान भनेको, अनि जुलिसलाई आसन बसेको भन्यो, एकछिन वेट गरेको भन्यो, अनि हड्डी र वंशको अंशलाई दुङसेर भन्यो। पाँचवटालाई पञ्चकोशी भन्यो होइन। पञ्चकोशी चाहिँ यसैमा अहिलेसम्म अब यहाँ नाभिभित्र क्या छ क्या छैन भन्न सकिँदैन। हाम्रो नाभि कहाँ छ, कहाँ जोडिएको छ, शिर किन काटिने, हात किन काटिने, खुट्टा किन काटिने, नाभि किन काटिन्छ, त्यसरी खोज्नु पर्छ। सक्नु तब आउँदैन भने त कहाँ आउने सबलाई। पहिलो भगवान् माता पिता, दोस्रो भगवान् ईश्वर किन भनी